गाइज आज सेकेन्ड डे आज हामी ट्रेकिङ सुरु गर्ने दिन हो अनि भ्यू हेर्नुहोस् है यस्तो छ भ्यू चाहिँ ब्रागा मनाङ अहिले 6:30 भएको छ हामी खाजा खान लागेको फ्रेस भएर वेदर चाहिँ दामी छ अहिलेसम्म चाहिँ दिउँसो चाहिँ हावा चल्छ अरे दामी डिटेल तल खोला छ गाइज अब चाहिँ हामी के अरे ठाउँको नाम ब्रागा भिलेजबाट ब्रेकफास्ट खाएर उता खानसार टु बेस क्याम्प आजको त्यही हो गोल हाम्रो गोल त त्यही अनि बाटोमा त्यही हो यस्तो ढुङ्गासँग खप्छ अरे होइन त्यो आज टाउको दौरा पारिराख्नु ल कफी टाइम ब्रेकी टाइम ल गाइज तिल्जो कलिङ है आज तिल्जो बेस क्याम्पसम्मको हाम्रो यात्रा हुन्छ सबै रेडी भयो यहाँ सामान छोड्यो हामीले अब चट्ट लाएर बिलसिर तिर्ने अनि यो भाइको फेसमा बलबल लागि ग्लिटर ला भने ग्लिटर लगाएको छ मेरो मुखमा हेलो गाइज हामी अब भागाबाट हिँडेर खानसार पुग्छौँ अनि त्यहाँबाट चाहिँ हामी ट्रेकिङ सुरु गर्छौँ म अब खानसार पुगेपछि सुरु गर्छ है त भ्लग अल स्टप एडभेन्चर हो क्या ल हाम्रो ट्रेकिङ सुरु भएको छ वेयर एट खानसार केडा हो दिस इज द भ्यू केडा नि हिँड्दैछ है वाट्स द अपडेट गाइज कस्तो फिल भइरहेको अहिले रमाइलो फिल भइरहेछ यार सोफा त्यही हो गाइज है फर्स्ट ट्रेक दाइको चाहिँ सिधै तिलीचो हानिदिनु लामा दाइले चाहिँ तेरो कति ट्रेक फोर्थ हट राजबहादुरले नि नेपाल खाइदिइसक्यो यार अब हाँस्दै मुसुक्क हाँस्छु सो गाइज हामी चाहिँ हिँड्दैछौँ अझै है भ्यू चाहिँ अति बवाल छ पछाडि हेर्नु न केटाहरू पछाडि आइरह अनि यस्तो हिँडेको कति भएर 15 मिनट भयो होला एकदम रमाइलो भइरहेको भ्यू चाहिँ अति बवाल छ ल वाउ हामी चाहिँ श्री खड्ग आइपुग्यो अब खाना खान लाग्यो हामी चाहिँ होइन राज अब हामी खाना खान्छौँ बाहिर भ्यू देखाउँछु म बुम कस्तो लागिरहेको दाइ अमेजिङ फर्स्ट ट्रेक हो मजा आइरहेछ होइन हल्का गाह्रो जस्तो पनि भएको छ मजा नै आइरहेछ वाइल्डै ल एक रात मामी पारोमा ह्याप्स हान्यो है अन्त अब हामी ब्याक टु द रोड ब्याक टु ट्राभल इन 30 मिनट्स है सो कालो चढ्यो है अनि अहिले चाहिँ एकछिन रेस्ट जस्ट बिलो दि माउन्टेन्स दामी झन् ठुल्ठुलो अरू हिमाल देख्न थालिसक्यो अब चाहिँ होइन त्यो घोडा भन्दा चाहिँ अगाडि जाउँ है सो गाइस झुलुङ्गे पुल आयो है अब हामी झुलुङ्गे पुल तर्न ला दामी है झुलुङ्गे पुल चाहिँ वाइल हल्लिन्छ है ए यस्तो छ लेट्स गो यस्तो छ तल चाहिँ साइड हामी ओके बाई बाई यो तिलीजोको बाटोको फेमस ठाउँ मैले नि खिच्दिएको यस्तो छ भिडियोमा हेरेर यस्तो डरलाग्दो चाहिँ हुन्न रियल लाइफमा के सवाल दाइ ल ठिक छ है गाइज अर्को फेमस ठाउँमा आइपुग्यो हामी दुईवटा चट्टानको बिचमा बाटो यो वाला बवाल छ है बवाल हिउँ पर्दा छ अलिअलि खासमा पर्न चाहिँ उता पर्दा हो यतासम्म उडेर आइरह चिसो बढेर ज्याकेट लाग्छु मैले केटाहरू आउँदैछ बिस्तारी त्यो छ है बाटो यो गिट्टीले गर्दा झन् चिप्लो क्या लगाइज हेरौँ है लड्छ कि लड्दिनँ म
dangerous part of Tilicho Trek. Yes, die. Do not stop. Please keep going slowly. किनभने माथि यस्तो छ तल चाहिँ यस्तो छ है त guys, this is है Tilicho Trek. You पर्यो guys, you पर्यो. Also, appearance change भइसक्यो है. It's snowing guys. This is snow. केटाहरु अगाडि छ म बिस्तारै हिँड्दैछु पछाडि. त्यो चाहिँ हो Tilicho base camp. लगडा हो. एकछिनमा भेटौँला है. Guys, we have reached Tilicho base camp. हामी पुग्यौं. यही रहेछ Tilicho base camp चाहिँ है. हिउँ पर्दा साइडमा हिमालहरुमा अझै हिउँ थपिरहेछ. And we are below all that. भोलिको हाम्रो बाटो चाहिँ त्यो हुन सक्छ. ल म अब चाहिँ होटल पुगेपछि देखाउँछु है. गाइस हामी अहिले Tilicho base camp. यहाँ चाहिँ दामी हिउँ पर्छ है. हिउँ नै नजिक एकछिन म देखाउँछु. यहाँ चाहिँ हिउँ पर्छ दामी. वाल चिसो छ. -5 डिग्री छ अहिले. भोलि बिहान हिँड्ने बेला हाम्रो -14 डिग्री हुन्छ. यही हो हाम्रो रुम चाहिँ. राज त्यहाँ रहेछ. भिडियो खिच्दैछ यो. गाइस अब खाना खायो है. यहाँ हिउँ परिरहेछ डेन्जर. अब सुत्छौँ हामी केटाहरु आफ्नो बेडमा. अहिले -11. ल गाइस, गुड नाइट.